एकदम दामी रहेछ नि मोमो स्टेसन दाइ। हजुर फर्स्ट भिजिट हो नि। सुसीहरू पनि पाउँदैछ। ल नेपाली दिदी हुनुहुँदो रहेछ। एकदम खुसी लाग्यो है साउदी अरबमा ल मोमो स्टेसनमा। दिदीको नाम चाहिँ पुनम। ए दिदी नै होला नि। भेटेर हामी अब मोमो स्टेसन पनि आयौँ है। फर्स्ट भिजिट हो क्या हाम्रो। अनि रमाइलो लाग्यो अनि यसो भिडियो गर्दै खेल्दै हिँड्दै। कुन मोमो पाउँछ? चिकन हो? ए श्रिम चिकन। श्रिमको खानु भएको छ दाइले? नेपाली वेटरले नेपाली ओहो ल राम दाइ तपाईँ पहिल्यै नआउनु भएको थियो यता? ए अर्डर लिनलाई है? ए हस् ल सेयर गरेर खाउँला नि हामी तिनजना कस्तो रहेछ। हुन्छ श्रिमको खाने? ए तपाईँले कस्तो ल्याम्पमै? हुन्छ हुन्छ त्यही गरिदिनुहोस्। सुप पर्दैन। अहिले फर्स्टमा चाहिँ यति गर्नुहोस् होइन, अनि पछि गरौँ। मोमो रेडी भयो? टाइम लाग्छ भने क्यान्सल गर्नु। नि यत्रो धेरै भएपछि त अर्डर धेरै भयो नि त हामीलाई। मोमो पनि आमा कति खाने? यत्रो आउँछ भनेर थाहै थिएन है। धेरै भयो नि आमा। दिन गयो होइन? आउँदै पछि खिच्ने उता घरतिर पनि खिच्ने। के पिरो अमिलो के कस्तो रहेछ दाइ यो हेर्नु त जित्दै। अलिकति हाल्नु स्पाइसी होला, कोही स्विट होला, भेनिगर होला। मोमो एसियनमा मगमा खाने? नो आइस है भने नो आइस पनि छ। पेप्सी मिरिन्डा आज फाउन्डेसन डे हो त। त्यही भएर अनि साउदीमा त फाउन्डेसन त मनाउने। फाउन्डेसन डे मनाउनु पऱ्यो नि त। बाल मिठो रहेछ नि। हो दाइ सस अचार त